guys, welcome to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै नै छौँ हामी आज फाइनली स्वयम्भूको यात्रा है गाइज स्ट्रिक हुनु त हाम्रो मसँग छ आज शमशेर दोस हजुर के कस्तो हुँदैछ त अनि हेलो नमस्ते अनि हाम्रो आज ऊ आइज न देख्न सक्नुहुन्छ यताको महललाई देख्न सक्नुहुन्छ है आज त हामी स्वयम्भूको यात्रा है गाइज लुक एट द सरा चस्माले त राम्रो सहा होला है त्यसमा कुनै डाउट छैन होइन अच्छा मेरो नयाँ च्यानलमा के 2 शब्द भन्दै नि त मेरो च्यानलमा के 2 नयाँ शब्द स्वयम्भूको यात्रातिर छौँ भिडियो के कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु नभुल्नु होला होइन त्यही हो यसो कति रुममा मात्रै बस्ने झ्याउ लाएर यसो आइदिएको बाहिरतिर यसो हेरेर यसो घुम्न आइदिएको त्यही माथि यो पनि आएर गाउँबाट यसो यसले पनि आयो है गाइस त्यही हो भने केही छैन अब बिस्तारै चढ्दैछौँ हामी गन्तव्यतिर लाग्दैछौँ होइन हामी त आइसक्यो धेरै टाढो छैन बिस्तारै नै पुग्छौँ त्यो माथि हो त्यहाँ सक्नुहुन्छ भ्यू बबाल छ है भिडियो अन्तिमसम्म हेरेर इन्जोय लिइदिनु होला त्यही नै भन्न चाहन्छु नयाँ हुन्छु होला सब्सक्राइब गरिदिनु होला होइन नयाँ हुनुहुन्छ होला भने सब्सक्राइब गरिदिनु होला नभुल्नु होला हामी चाहिँ अब हाम्रो भिडियो भरे गएर हेर्छौँ है हामी चाहिँ फेरि बनाउने मात्र भिडियो भरे गएर हेरिन्छ होइन सबै कुरा एकैचोटि हुन्छ भने छैन होइन देख्न सक्नुहुन्छ यहाँ परिहरू कति राम्रो छ ओहो यहाँको माहौल त्यस्तो छ गाइस बस टक्क आएर जोस् चस्माले त राम्रो सवार छ केटा होइन अनि कुनै डाउट छैन हेलो गाइस हामी त फाइनली अब माथि टपमा पुग्नु लागिसक्यौँ है अब धेरै छैन 5-10 मिनट केटा नर्मली 5-10 मिनट जति 5-10 मिनट जति लाग्छ र केटाले भनेको म आउनु लाग्छु र त्यति साह्रो चाहिँ होइन किनभने हिजो यो आएर चाहिँ होइन त यो आज आएर छ अनि यसले जाउँ न त यसो के गर्दै बस्ने घर नि झ्याउला शमशेरले नि त्यही भन्यो अनि मैले नि कति बस्नु जाउँ न त हिँड्यौँ होइन केटा भनेर चाहिँ आइयो बाबा केही छैन अब हामी एकछिन घुम्छौँ अनि घुमेर कस्तो रहेछ यतातिरको माहौल अनि त्यसपछि फर्किन्छ धेरै त घुम्दैन भाइ घामी लास्टै भइरह मन लाग्यो त घुम्छौँ होइन हो कि भन न एकदम मन लाग्ने गरेर घुम्नु ओ देख्न सक्नुहुन्छ म तपाईँहरूले देखाउँछु एकछिनमा काठमाडौँको भ्यू वा आउन सक्छ गाइस हेलो फाइनली आइपुग्यो हामी चाहिँ अहिले त्यो उतापट्टि साइड घुम्यौँ र फेरि अहिले हामी अर्को साइड आउनु लाग्यो पछाडि देख्न सक्नुहुन्छ बाबा हामी चाहिँ अर्को ठाउँमा आइपुग्यौँ त्यही नै गाइस देख्न सक्नुहुन्छ तल जाने यहाँबाट यता जाने त्यही नै हो हामी देखाउँछौँ तपाईँहरूलाई हेर्दै जानु होला ओ यहाँ बुढ्दै केटा कस्तो लाग्छ त नि हामी तिमीहरूलाई आज मनोरञ्जन चाहिँ एकदम बबाल है म त कति चस्मा मात्रै लगाएर बनाएको कहिले लाउनु पाएन किन त नभन्नु किनभने म चस्मा खोलेर बनाउनु आँखाको लागि सेफ्टी कि यहाँ लास्टै घाम छ नि त अनि त्यही भएर कि गाइस त्यही नै है केही छैन मैले खोलेर नि बनाउँछु नि त कता आइपुग्यो हामी थाहै छैन वाल छ वाल है बबाल केही छैन गाइस केही छैन कता नि हो
खतरा सा ड्राइंग दे ओहो केटा जाँदा ओहो ह्यान्डसम बब्बाल नि हामी सेफ्टीको लागि मेरो आँखा चाहिँ घाममा पर्नु भएन फाइनली देख्न सक्नुहुन्छ बबाल छ यो ठाउँ चाहिँ बबाल के बनाउँदै हुनुहुन्छ त्यहाँ ओहो केटा हो के अरे यहाँ कुरियरसँग हो फोटो खिच्नु पर्थ्यो कि है बोल्न पर्थ्यो कि बबाल हुन्थ्यो नि त है बबाल छ है ठाउँ चाहिँ हामी त्यही आइपुग्यो फेरि अब चाहिँ हामी लाग्यो मलाई तलतिर लाग्ने हेलो गाइस हामी चाहिँ फाइनली घुमेर सक्यौँ र हामी घर पनि फर्किँदैछौँ अनि सम्झे के कस्तो लाग्यो त नि आजको हाम्रो काम त्यही हो हामी 3 जना मात्र भयौँ होइन हामी चाहिँ के गर्न बसिरहेको थियौँ नि घर पनि झ्याउ लाग्यो जाउँ न त सैमतिर घुम्न भनेर हामी चाहिँ आएर नि भोक पनि लाग्यो यसो अब जान्छौँ हामी यसो बिस्तारै फर्किँदैछौँ त्यही हो नै हुन्छ ल आजको लागि भिडियो यति नै हुन्छ के कस्तो लाग्यो भिडियो अन्तिमसम्म हेरेर रमाइलो गर्नुभयो होला इन्जोय गर्नुभयो होला कतिपय नयाँ हुनुहुन्छ होला प्लिज सक्दो हामी एकजुट भएर अगाडि बढौँ लाइक सेयर कमेन्ट प्लिज गरिदिनु होला भिडियोलाई होइन त्यही हो अब नेक्स्ट भिडियोमा भेटौँ ल यति भन्दै आज म बिदा लिन चाहन्छु हस्त जय नेपाल।